हाम्रो 2084 हुने वडा अध्यक्षज्यूले पनि मसँग सँगै हुनुहुन्छ। यता हेरिदिनु पऱ्यो एकचोटि हजुरले। 2084 राष्ट्रिय स्वतन्त्र पार्टीबाट के रापरबाट हौ देशलाई बचाऊ हामी कार्यक्रममा लागिरहेको छ। कसरी हुन्छ भोलि बिहान काङ्ग्रेसले जेसुकै गरोस्, एमाले जेसुकै गर्ने, मर्ने बेला छैन हामी जेलमा ल्याएर कोच्ने हामी नै हो। यसरी भोट दिएर हेर्नु दायाँ बायाँ यताको कति नसोचेको सिधै घन्टीमा हान्नु पर्यो। घन्टीमा 8 मोहन डाँडामा हो, म त्यहीँ बस्छु। जनताको लागि त्यहीँबाट सेवा सुविधा गर्छु। महिलाहरूको लागि के गरिस् भन्दाखेरि मैले प्याड फ्रीमा बाँडिदिन्छु। हप्ताको एउटा प्याकेट फ्रीमा टाल्नुहोस् तल। अनि त्यहाँदेखि के गरौँ मैले कुन पदमा उठ्दै हुनुहुन्छ? वडा अध्यक्ष। बजानी घन्टीमा बजानी अब कुरो एउटै हो, आउने मलाई नै हो। झुप्पो रुख देखिया त्यो भन्थुम मन्दिर होइन र हो। स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर 8 उपस्थित सबैलाई एकचोटि घन्टीमा बजाइदिनु हुन म विनम्र अनुरोध। के रे तामको लेक? ए तामको लेक हो नि त। सुन्नुहोस् न मन्त्रीज्यू, यो मन्त्री वडा अध्यक्षज्यू सुन्नु, जित्छु भन्ने कतिको कन्फिडेन्स छ त? 100 मा 95 हो। 100 मा 95% जित्छु वडा अध्यक्ष भन्ने कन्फिडेन्स हुनुहुन्छ? 5% अब तपाईँ जस्तो गराले भोट नदिनु त। तपाईँले जितेर बुढाबाको वृद्ध आश्रममा के पाउँछन्? घर घरमा सबै सुविधाहरू निकालिदिन्छु। घर घरमा कस्तो सुविधा निकाल्नुहुन्छ? नचाहिने बकवास कुरा नगर्नुहोस् तपाईँले। भत्ता थाप्नु तपाईँ कहाँ जानुहुन्छ? गोजेर दिएको तपाईँ गोजेर दिएको र घरबाट त भत्ता मेरो गोजीबाट दिएको नि, तर सरकारले दिएको हो नि त। सरकार 69 या थुत्नु मात्र देखियो अनि के गर्ने? लातै लात। हामी पहाड चढ्दैछौँ अहिले। म माथि जाँदैछु। उकालो यार हिँड्न पनि बाबा उहाँदेखि हिँडेर आएको स्यास्या परियो भाइ। एउटा थम्बनेल लिनुपर्छ यो। भन्थुम मन्दिर पनि गइन्छ हामी होइन? भन्थुम मन्दिर गइन्छ। यो डाँडाभन्दा उतापट्टि भन्थुम मन्दिर छ। उहाँ झुप्पो रुख देखिया त्यो भन्थुम मन्दिर होइन र त्यो रुख। हिँड्दै जाने ए अब त यहाँ ओह्रालो है चाहिँ ऊ त्यो हो, त्यो डाँडा त पुग्नै पर्छ जसरी पनि है। देख्न सकिन्छ यहाँनिरबाट भालुपाडा हिँड्दै त्यो के रे तामको लेक? ए तामको लेक हो नि त। समात्नु त नै समात्नु। गौतम बुद्धको मन्दिर रहेछ होइन यहाँनिर, मूर्ति स्तूप। प्यारासुट चाहिँ आज उडेको रहन्छ गाइज।
पुरा कुहिरो लाएर केही देखेकै छैन। हाम्रो 2084मा हुने वडा अध्यक्षज्यूले पनि मसँग सँगै हुनुहुन्छ। यहाँ यो बनाइदिने यहाँसँग थियो, यहाँ पुऱ्याइदिने रेडी छ। वडा अध्यक्षको हातमा बसी हर चिज सक्सेस हुन्छ। यता हेरिदिनु पऱ्यो एकचोटि हजुरले। 2084मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट के रापरपाबाट रापरपा होइन, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी एनी हाउ देशलाई बचाऊ हामी कार्यक्रममा लागिरहेको छ। जसरी हुन्छ भोलि बिहान काङ्ग्रेसले जेसुकै गरोस्, एमाले जेसुकै गर्ने, मर्ने बेला चाहिँ हामी जेल हालेर कोच्ने हामी नै हो। एकचोटि भोट दिएर हेर्नुहोस्। 2084मा दायाँ बायाँ यताको त कतै नसोचेको सिधै घन्टीमा हान्नु पर्यो। घन्टीमा हाम्रो प्रदेश छैन, प्रदेश हामीले खाजी गरिए। हाम्रो यो वडा अध्यक्ष बाहेक यो सदस्य केही पनि छैन। वडा अध्यक्ष, त्यसपछि जिल्ला संसद, त्यसपछि अञ्चल हाम्रो केही पनि छैन। कुन पदमा उठ्दै हुनुहुन्छ? वडा अध्यक्ष। सेङ्जा गण्डकी अञ्चल, सेङ्जा जिल्ला, भिरकोट नगरपालिका, वडा नम्बर 8 उपस्थित सबैलाई एकचोटि घन्टीमा बजाइदिनु हुन म विनम्र अनुरोध गर्छु। घन्टीमा बजाइदिनु हुन कि घन्टी बजाइदिनु हुन? सुन्नुहोस् न थोरै कुरा। घन्टी बजाउने, घन्टीमा बजाउने एउटा कुरो एउटै हो, आउने मलाई नै हो। देश र विकास यो छ नि। यो भिरकोट नगरपालिका कति नम्बरबाट उठ्दै वडा नम्बर 8 अहिले जुन हामी उभिएका छौँ, हामी अहिले 5 वडा नम्बर 5 हो। अब यो वडा नम्बर 5 तपाईँ चाहिँ वडा नम्बर 8बाट उठ्दै हुनुहुन्छ। हजुर, वडा नम्बर 8बाट तपाईँ वडा अध्यक्ष। सुन्नुहोस् न मन्त्रीज्यू, यो मन्त्री वडा अध्यक्षज्यू सुन्नुहोस्। नबोल भाइ त यस्तो अन्नाले फुस्काइन्छ जस्तै पऱ्यो नि भएको पनि। के अरे जित्छ नि कतिको कन्फिडेन्स छ त? 100 मा 95 हो। 100 मा 9%। 95%। 100 मा 95% जित्छु वडा अध्यक्ष अनि कन्फिडेन्स हुनुहुन्छ? 5% अब तपाईँ जस्तो गराले भोट नदिनु त। अब नत्र ती विरुद्ध बासमा सबले भोट दिने मलाई नै हो, जिताउने मलाई नै हो। दोस्रो पल्ट तपाईँले जितेर बुढाबाको वृद्ध आश्रममा के पाउँछन्? घर घरमा सबै सुविधाहरू निकालिदिन्छ। घर घरमा कस्तो सुविधा निकाल्नुहुन्छ? नचाहिने बकवास कुरा नगर्नुहोस्। तपाईँले भत्ता थाप्नु तपाईँ कहाँ जानुहुन्छ? भत्ता थाप्नु त सरकारले दिएको हो नि। कहाँ जानुहुन्छ भनेको क्या, दिउस नदिउस के कसको गोजेर दिएको? तपाईँ गोजेर दिएको र घरबाट त ब्याङ्कमा आएको नि, अकाउन्ट छ, अकाउन्टमा आयो। तपाईँ गोजेर दिएको होइन? भत्ता तपाईँ गोजेर दिएको त होइन नि? भत्ता मेरो गोजीबाट दिएको नि, तर सरकारले दिएको हो नि त। सरकार त्यो त नेपालले चाहेर नेपालले चाहेको होइन, तपाईँ हामीले दिएको करबाट उनीहरूले भत्ता दिएको। भत्ता दिएको त सरकारले दिएको हो नि त। नेपाल सरकार कुन नेपाल सरकार? सरकार केपी सरकारले पहिला दिएको होइन त? केपी सरकारले भत्ता बढाइदिएर भत्ता दिने सिस्टम। लिन कहाँ जानुहुन्छ? ब्याङ्कमा गइन्छ, हाम्रो अकाउन्ट छ गरिमा विकास ब्याङ्क। हामीले घर घरमा उपलब्ध गराइन्छ। घर घरमा कहिले? जो रहेछ हेर्नुहोस् न, भोट दिएर हेर्नुहोस्। जितेपछि कि नजित्दा जितिसकेपछि अनि घर घरमा ल्याएर सब भत्ता बुझाइन्छ। 84 पछिको चुनावमा फेरि लाउन हजुर भन्दै हात जोडेर देख्ने हो पनि त बेला आउन सक्छ। चुनावै 84 हो, त्यसपछि 69 हो। 69 या थुत्नु मात्र देखियो अनि के गर्ने? लातै गइसक्यो होइन। अब 84 पछि 85, 86, 87, 88, 89 अब 89मा हुँदैछ। त्यति बेला बल्ल तपाईँ 84 भोट दिएर जिताएर पठाइदिने अनि तपाईँहरू 89मा भिरकोट 8 मोहनडाँडामा हो। म त्यहीँ बस्छु, जनताको लागि त्यहीँबाट सेवा सुविधा गर्छु। महिलाहरूको लागि के गरिस् भन्दाखेरि मैले प्याड फ्रीमा बाँडिदिन्छु। हप्ताको एउटा प्याकेट फ्रीमा टाल्नुहोस् तल। अनि त्यहाँदेखि के गरौँ मैले? लियो कर्तुत वडा चाहिँ जिउको कर्तुत टाल्ली। सबै भाषा बोल्नुहोस्, सबै भाषा नै हो। के भनिन्छ त? टाल्नुहोस् कसरी सबै भाषा हुन्छ? ब्लड बग्छ त त्यो जान्छ नि। तपाईँले जान्नु नि त यार, त्यतातिर सोच्ने हो क्या हामीले। तपाईँ बेरोजगारी
साउथ यहाँ गएर बेल्चा हाल्नुहुन्छ कि भन्नुहुन्छ यहाँ आएर म म्यानेजर के अरे राम्रो सबै भाषा बोल्न सकिन्छ 10 जनालाई रोजगारी यो मेरो भाषण तपाईँको भाषा सुन्दा त 10 जना अझै बेरोजगारी बेरोजगारीलाई अनि 10 जनालाई भत्ता दिन्छ नि मम्मी रोजगार दिन्छ आत्माथि गएर थाल्नी भन्छ यार दिमाग खराब जुन उडिरहेको छ नि यार जहाज त उड्यो प्यारासुट उडेन नि त घर अगाडि किन रोकिन्न थाहा तपाईँ घर अगाडि किन रोकिन्न बाटै छैन बाटो त यत्रो आएछ त तपाईँ घर अगाडि किन रोकिन्न रुट छैन कि तिनीहरूको त्यहाँ ग्राउन्डै छैन त अनि रोकिनलाई ग्राउन्ड हुनु परेन रोकिनु हाम्रो 2084 हुने वडा अध्यक्षज्यूले पनि मसँग सँगै हुनुहुन्छ यता हेरिदिनु पऱ्यो एकचोटि हजुरले 2084 राष्ट्रिय स्वतन्त्र पार्टीबाट के रापर्पाबाट नि हौ देशलाई बचाऊ हामी कार्यक्रममा लागिरहेको छ कसरी हुन्छ भोलि बिहान काङ्ग्रेसले जेसुकै गरोस् एमाले जेसुकै गर्ने मर्ने बेला छैन हामी जेल हालेर कोच्ने हामी नै हो एकचोटि भोट दिएर हेर्नुहोस् दायाँ बायाँ यताको त कति नसोचेको सिधै घन्टीमा हान्नु पर्यो घन्टीमा 8 मोहन डाँडामा हो म त्यहीँ बस्छु जनताको लागि त्यहीँबाट सेवा सुविधा गर्छु महिलाहरूको लागि के गरिस् भन्दाखेरि मैले प्याड फ्रीमा बाँडिदिन्छु हप्ताको एउटा प्याकेट फ्रीमा टाल्नुहोस् तल अनि त्यहाँबाट के गरौँ मैले लियो कुन पदमा उठ्दै हुनुहुन्छ वडा अध्यक्ष बजानी घन्टीमा बजानी अब कुरो एउटै हो आउने मलाई नै हो झुप्पो रुख देखिया त्यो भन्थुम मन्दिर होइन र हो स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर 8 उपस्थित सबैलाई एकचोटि घन्टीमा बजाइदिनु हुन म विनम्र अनुरोध के रे तामको लेक ए तामको लेक हो नि त सुन्नुहोस् न मन्त्रीज्यू यो मन्त्री ए वडा अध्यक्षज्यू सुन्नु जित्छु नि कतिको कन्फिडेन्स छ त 100 मा 95 हो 100 मा 95% जित्छु वडा अध्यक्ष अनि कन्फिडेन्स हुनुहुन्छ 5% अब तपाईँ जस्तो गराले भोट नदिनु त तपाईँले जितेर बुढा भएको वृद्ध आश्रममा के पाउँछन् घर घरमा सबै सुविधाहरू निकालिदिन्छु घर घरमा कस्तो सुविधा निकाल्नुहुन्छ नचाहिने बकवास कुरा नगर्नुहोस् तपाईँले भत्ता थाप्नु तपाईँ कहाँ जानुहुन्छ गोजेर दिएको तपाईँ गोजेर दिएको र घरबाट त भत्ता मेरो गोजीबाट दिएको नि तर सरकारले दिएको हो नि त सरकार 69 या थुत्नु मात्र देखियो अनि के गर्ने लातै